आज होइन हिजो अस्ति गर्नुलाई मोज मस्ती घरमा एक्लै हुँदा केटा बोलाउने तिमी हौ कस्ती भन तिमी हौ कस्ती के गर्नु आफ्नो वरण गरेको होइन हरन अहिले यता सरन मायाको बन्दुक भरन केही छैन ढङ्गको रूप न रङ्गको केसाइनो लाउनु र जवानी सँगको केसाइनो लाउनु र जवानी सँगको युद्ध त गर्नु छ अब एक जङ्गको मायाको बन्दुक खुसी र उमङ्गको युद्ध त गर्नु छ अब एक जङ्गको मायाको बन्दुक खुसी र उमङ्गको मायाको बन्दुक खुसी र उमङ्गको गरेको होइन जबरजस्ती तिमी रहेछौ अलि सस्ती आज होइन हिजो अस्ति गर्नलाई मोज मस्ती घरमा एक्लै हुँदा केटा बोलाउने तिमी हौ कस्ती भनक तिमी हौ कस्ती घरमा बोलाई कपडा सब खोलाई एकहोरो टोलाई लाखौँको कुरा छ के मान्थे सौलाई झुटो मुद्दामा फसाई आफू भने बौलाई झुटो मुद्दामा फसाई आफू भने बौलाई झुटो मुद्दामा फसाई आफू भने बौलाई तिमी हौ कस्ती भन तिमी हौ कस्ती नारी महान हो सृष्टिको शान हो देवीको बखान हो तर उसैले बिर्सन्छ इज्जत नै पहिचान हो इज्जत नै पहिचान हो नारी महान हो सृष्टिको शान हो देवीको बखान हो। दर्शक नमस्ते सम्पूर्ण नारी चेलीहरूलाई पनि सलाम छ। मैले कसैलाई घोचेर चेपेर र कुनै नारीलाई तल्लो स्तरमा देखाउने किसिमले यो रचना तयार गरेको होइन। यसमा वास्तवमा आजभोलि समाजतिर हाम्रो गाउँठाउँ समाजतिर धेरै किसिमका घटनाहरू देखिएका छन्। केटालाई केटीले कोठामा बोलाएर जबरजस्ती गर्यो भनेर फसाएका मुद्दाहरू धेरै छन्। हाम्रै यता वरिपरि पनि धेरै छन्। यो त्यस्ता नारीहरूको लागि बनाइएको एउटा काल्पनिक रचना हो जसले समाजमा धेरै पुरुषहरूको सत्यवान पुरुषहरूलाई पनि फसाइएको छ र सत्य पुरुषहरूलाई उनीहरूको इज्जतमाथि खेलबाड गरेको छ। त्यो पुरुषहरूमाथि भएको खेलबाड त्यो कसैले देख्दैन भन्ने जनचाहना बोकेर एउटा सोच बनाएर चाहिँ मैले हल्का सानो रचना बनाउनु खोजेको मात्रै हो। कसैलाई घोच्नु हेप्नु चेप्नु मेरो दायित्व होइन र मेरो त्यस्तो धर्म पनि होइन। त्यसैले कसैले पनि दुःख नमानिदिनु होला भन्दै म आफ्ना यहाँ शब्दहरू यहीँ टुङ्ग्याउँछु। के कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया पनि दिँदै गर्नु होला है त। धन्यवाद।